यहाँ सबैमा अभिवादन। हिजो 2 नोभेम्बर 2025 हामी सम्पूर्ण भारतीयहरूको लागि चाहिँ एउटा ऐतिहासिक दिन। कारण हाम्रो देश अथवा हाम्रो भारतीय क्रिकेट टोलीले आईसीसी वर्ल्ड कप जस्ता ठुलो खिताबलाई आफ्नो झोलीमा ल्याउनमा सक्षम भएको दिन। उनीले त्यो खिताब मात्रै उनीले झोलीमा हालेनन्, तर हामी सम्पूर्ण भारतीयहरूको लागि चाहिँ, हामी सम्पूर्ण भारतवासीको लागि चाहिँ उनीहरूले छाती ठुलो बनाउने अनि हामीलाई गर्व गर्ने एउटा मौका पनि दिए। सम्पूर्ण क्रिकेट टोलीलाई अथवा महिला क्रिकेट टोलीलाई म हार्दिक धन्यवाद भन्न चाहन्छु। अनि क्रिकेट टोलीलाई मात्र होइन, तर यो क्रिकेट टोलीसँग आबद्ध रहेका हरेक जो जति पनि यो टिमसँग जोडेका छन्, जसले आफ्नो आफ्नो भूमिका निभाए, सबैलाई म हार्दिक धन्यवाद भन्न चाहन्छु। हुन त यो क्रिकेट महिला क्रिकेट, हाम्रो भारतीय महिला क्रिकेट टोली चाहिँ यो पहिलोपल्ट फाइनल पुगेको होइनन्। उनीले धेरै प्रयास गरे, कसरत गरे। त्यसैले गर्दाखेरि 2005 मा पनि उनीहरू फाइनल पुगेका हुन्, 2017 मा पनि फाइनल पुगेका हुन्, तर उनीहरूले जित्न सक्षम भएनन्। तर 2025 मा चाहिँ उनीहरूले बडो अचम्मको खेल प्रदर्शन गरेर यो खिताबलाई आफ्नो झोलीमा लाउनमा सक्षम भए। अनि यो क्रिकेट चाहिँ नि यो क्रिकेट आईसीसी वर्ल्ड कप महिलाको क्रिकेटको त्यो इतिहासमा चाहिँ सबैभन्दा बढी जित्ने चाहिँ अस्ट्रेलिया रहेछ। उनीहरूले धेरैपल्ट जितेका रहेछन्। त्यसपछि सेकेन्डमा चाहिँ इङ्ल्यान्डले पनि जितेका रहेछन्। त्यसपछि न्युजिल्यान्डले पनि जितेका रहेछन्। अनि हाम्रो भारतले पनि यो 2025 मा एकपल्ट जिते। अरू न्युजिल्यान्ड, वेस्ट इन्डिजहरू पनि फाइनल चाहिँ पुगेका रहेछन्, तर उनीहरू फाइनलसम्म पुगेका रहेछन्। तर यसपल्ट चाहिँ हाम्रो देश भारतका महिला क्रिकेट टोलीले हामीलाई गर्वबोध बनाएका छन् अघि। अनि यो क्रिकेट विशेष गरेर गत सेमी फाइनलमा एउटा हाम्रो टोलीले अस्ट्रेलियालाई जित्नमा सक्षम भए। अनि जो चाहिँ विश्वकै एउटा शक्तिशाली क्रिकेट टोली हुन्, अनि त्यो क्रिकेट टोलीलाई जित्नु भनेको चाहिँ फाइनल जित्नु बराबर थियो। अनि हाम्रो देशका महिला टोलीले चाहिँ अस्ट्रेलियालाई सेमी फाइनलमा हराए। अनि त्यो सेमी फाइनलमा एउटा विशेष क्रिकेटरको अथवा एउटा खेलाडीको साह्रै नाम चर्चामा आए। साह्रै नाम अहिले पनि चर्चामा छिन् उनी। अनि उनको फोटो अहिले पनि सोसियल मिडियामा एकदमै छ्यापछ्याप्ती छन्, किनभने उनले चाहिँ व्यक्तिगत स्कोर 127 रन बनाएर अनि उनले हाम्रो देशलाई सेमी फाइनलमा जितेर फाइनलमा पुर्याउनमा सक्षम बनेकी थिइन्। उनी हुन्, उसैको बारेमा म अलिकति चर्चा गर्न चाहन्छु। उनी हुन् जेमिमा रोड्रिग्स। अब जेमिमा रोड्रिग्स को हुन् त? अनि उनी कहाँ जन्मेकी, उसको बुबा आमा कस्ता थिए र उनले कहिले क्रिकेटमा पदार्पण गरे, त्यसपछि उनी कसरी, उसको जिन्दगी क्रिकेटको यात्रा कस्तो रह्यो, अलिकति छोटो संक्षिप्तमा म तपाईँलाई बताउन गइराखेको छु। जेमिमा रोड्रिग्स चाहिँ 2000 सालमा उनी मुम्बईमा जन्मेकी हुन्। उनी एउटा इसाई परिवारमा जन्मेकी। अनि उसको बुबा चाहिँ इभान रोड्रिग्स, जो चाहिँ मुम्बईकै एउटा एकदमै नामी स्कुलको चाहिँ उनी क्रिकेट कोच। अनि उसको आमा फेरि घरकै हाउसवाइफ थिएनन् उसको आमा पनि। अनि उसकी आमा लोरी रोड्रिग्स पनि एउटा स्कुलको राम्रो ख्यातिप्राप्त स्कुलको एउटा सङ्गीत गुरु थिए। अनि बुबा चाहिँ क्रिकेटको गुरु अनि आमा चाहिँ सङ्गीतको गुरु। त्यसले गर्दाखेरि जेमिमा परिवारमै दुई पक्षको गुरुको चेला हुन पाई। अनि बुबाले उसलाई क्रिकेट सिकाए, राम्रो क्रिकेटर बनी। अनि आमाले उसलाई सङ्गीत सिकाए, राम्रो उनी सङ्गीतकार बने। अथवा उनले राम्रो गिटार बजाउँछे, ठुल्ठुलो समूहमा उनले वर्शिप लिड गर्छे, राम्रो गीत पनि गाउँछे। किनभने उनी इसाई परिवारमा जन्मिएकी, राम्रो इसाई एउटा आत्मिक परिवारमा एउटा परिवेशमा हुर्किएकीले गर्दाखेरि अनि उनले राम्रो संस्कार पनि पाए। त्यसले गर्दाखेरि उनले ठुल्ठुलो कङ्ग्रिगेसनमा पनि उनले वर्शिप अगुवाई गर्छे। अब क्रिकेटमा उनले कहिले चाहिँ उनले पदार्पण गरे भन्दा चाहिँ नि उनले सबैभन्दा पहिलो क्रिकेटमा उनले पदार्पण गरेको चाहिँ 2018 मा सबैभन्दा पहिला उसले खेला सुरु गरे।
अनि त्यसपछि चाहिँ 2018 पछि चाहिँ उनको क्रिकेटमा तीव्रता आयो अनि उनलाई जग्गा जग्गामा उसले जग्गा पाए अनि राष्ट्रिय टोलीमा पनि उसले लगातार उसले मौका पाए। तर त्यो 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 निरन्तरतामा अलिकति हार्स पनि आयो। के भयो भने भन्दा चाहिँ उनले उसको उतार चढाव त छँदै थियो, अघि घरि उसको खेलामा ड्रप गरिदिने, उसलाई टिमबाट निकालिदिने, केही दिनको लागि उसलाई ड्रप गरिदिने होइन, त्यस्तै हुँदै गइराखेको थियो। फेरि उनले प्रयास गर्दै गए, उसले पुरा कसरत गर्दै गए। त्यसले गर्दा 2022मा चाहिँ उनले कमनवेल्थ गेम्समा मौका पाए। राम्रो प्रदर्शन गरे उनले, अघि 2022मा राम्रो प्रदर्शन गरे। त्यसपछि उनले 2023मा पनि राष्ट्रिय महिला टोलीमा उनले T20 को विश्वकपमा पनि उनले मौका पाए। त्यसपछि उनलाई ड्रप गरियो, उनले खेल्न पाएन। तब उनले के सोचे, अब मेरो सायद क्रिकेटको मेरो इतिहास सिद्धियो होला भन्ने उनले सोचे। किनभनेदेखि 2023मा उनलाई क्रिकेटबाट उसलाई ड्रप गरियो। अब तिमी सक्दैनौ भन्न चाहेका हुन्। त्यसपछि उनको भनाइअनुसार, उनको स्टेटमेन्ट अनुसार उनी धेरै रुए, उनी डिप्रेसनसम्म जान गइसकेकी थिए। तर उनले प्रयास कहिले पनि छाडेनन्। उसका आमा बुबाले उनलाई काउन्सिलिङ गरिबसे, टिमका कसैले पनि उनलाई साहस दिइबसे। गर्दै जाँदाखेरि अनि उनले उसको भनाइअनुसार उसले धेरै प्रार्थना गरे पनि भनेर भन्छ। अनि त्यसपछि उनले एउटा बाइबलबाट एउटा खण्डलाई पनि उनले त्यहाँनिर कोट गरेको छ। अनि त्यो खण्ड चाहिँ के थियो भनेदेखि, त्यस्तो अवस्थामा एक्लो अनुभव, क्रिकेट टोलीमा जग्गा नपाउनु, उसलाई ड्रप गरिनु, ऊ टिमबाट बाहिर हुनु, उसको लागि ठुलो चोट थियो, घात थियो उसको लागि एउटा समय चाहिँ बडो गाह्रो समय भइराखेको बेलामा उनले बाइबलको एउटा खण्डलाई सम्झना गर्थे। त्यो खण्ड चाहिँ के थियो भनेदेखि प्रस्थान 14:14मा उनले यसरी बताएको छ कि परमप्रभु तिमीको निम्ति लड्नु हुनेछ, तिमी केवल स्थिर बस। यो खण्डलाई चाहिँ उसले एकदम मेडिटेट गरिबसे, त्यसलाई उसले पक्रेर राखिबसे, जसले गर्दाखेरि उनले 2025मा फेरि पनि यो महिला वर्ल्ड कप, ICC वर्ल्ड कपमा उनले मौका पाए। अनि त्यो मौका उसको लागि उसले चाहिँ म भयङ्कर खेलाडी हुँ, म राम्रो खेल्न सक्ने, म प्रदर्शन गर्न सक्ने खेलाडी हुँ भन्ने उसले त्यहाँनिर के गरे भनेदेखि प्रमाण गरिदिए। कि त्यसपछि उनले राम्रो खेला देखाए। त्यसपछि सेमीमा झन् अचम्मको खेला देखाए। अनि सेमीबाट उनले फाइनल पुगे, फाइनलमा पनि राम्रो प्रदर्शन गरे। अनि त्यसले गर्दाखेरि उसको भनाइबाट हामी के बुझ्छौँ भनेदेखि, मान्छेलाई उतार चढाव हुन्छ, सङ्घर्ष अवश्य पनि हुन्छ, हार जित अवश्य पनि हुन्छ, तर आफ्नो मनोबल घटाउनु हुँदैन। अनि जसले यो जीवन दिएको छ त्यो जीवन दिनुहुने ईश्वरलाई सम्झना गर्ने अनि उनले बोलेका वचनहरूलाई मेडिटेट गर्ने। किनभनेदेखि उनले नै यी सबै कुरा सफल बनाउनु र सक्षम बनाउन उनी नै सक्नुहुन्छ भन्ने चाहिँ उनको भनाइ थियो। त्यसैले गर्दाखेरि जेमिमालाई सँगसँगै सम्पूर्ण हाम्रो भारतीय महिला क्रिकेट टोलीलाई फेरि पनि एकपल्ट हार्दिक बधाई भन्दै, अनि यो टोली यो वर्ष मात्र होइन, आउने हरेक वर्ल्ड कपहरूमा अनि हरेक साना ठुला गेम, सबै राष्ट्रिय अन्तर्राष्ट्रिय सबै गेमहरूमा राम्रो प्रदर्शन गर्ने जाओस् भन्ने शुभकामनाका साथमा म विनेश थापालाई बिदा दिनुहोस्। जय मसी, सी यू।